नारी जातिमाथि आइपर्ने अत्याचार पीडा र समाजको कठोर दृष्टिकोणलाई चिर्दै एउटी समर्पित श्रीमतीले आफ्नो जीवन नै हत्केलामा राखेर सत्यको पछि कसरी लड्छिन् भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ कान्छी सिरियल, जसलाई आफ्नै परिवार र समाजले पालै पिच्छे धोकेबाज र कुलच्छिनी चरित्रहीनको बिल्ला भिराएको थियो, जसले भोक प्यास र आजकाली पीडा सहँदै केवल आफ्नो निर्दोष श्रीमानको न्यायका लागि मृत्युको मुखबाट उम्किएर आइन्। तर घरमा पुग्दा सासू र परिवारकै ओइरिएको तिरस्कार, के सत्यको जित सधैँ यति धेरै आँसु र रगत पाएपछि मात्रै हुने गर्छ? जब अदालतमा निर्दोष सागरलाई जन्मकैदको सजाय सुनाउनै लागि थियो, ठिक त्यही अन्तिम सेकेन्डमा कान्छीले कसरी पुरा खेल पल्टिदिन्। आजको यो भागले तपाईँ हामी हरेकको आँखा रसाउनेछ र सत्यको शक्ति कति बलियो हुन्छ भन्ने कुरा पुनः प्रमाणित गरिदिएको छ। नमस्कार दर्शकवृन्द, आज हामी नेपाली टेलिभिजन इतिहासकै अत्यन्तै चर्चित र लोकप्रिय सिरियल कान्छीको भाग 318औं भागको गहिरो समीक्षा र कथा विश्लेषण लिएर आएका छौँ। आजको यो भाग केवल एउटा भिडियो मात्र होइन, यो त एउटी समर्पित श्रीमतीको त्याग, सहनशीलता र असीम प्रेमको प्रकाष्ठ थियो। यदि तपाईँले आजको भाग छुटाउनु भएको छ वा यस प्रत्येक भावनात्मक दृश्य र सूक्ष्म मोडहरूलाई स्पष्टसँग बुझ्न चाहनुहुन्छ भने यो समीक्षालाई अन्त्यसम्म पक्कै हेर्नुहोला। आउनुहोस् आजको भिडियो सुरु गरौँ। आजको भागको सुरुवात अति नै मार्मिक र कालीलाग्दो दृश्यबाट सुरु हुन्छ। कान्छी आफ्नो हातमा भएको त्यो अमूल्य प्रमाण अर्थात् आफ्नो श्रीमान सागरलाई निर्दोष साबित गर्ने पेन ड्राइभ बोकेर गुण्डाहरूको आँखा छल्दै र लड्दै पड्दै दौडिरहेकी हुन्छन्। उनको शरीर स्थिल भइरहेको छ, पाइलाहरू लडखडाइरहेका छन्, तर मनमा एउटै मात्र अठोट छ, जसरी नि यो प्रमाण प्रहरी वा अदालतसम्म पुर्याएर आफ्नो श्रीमानलाई छुटाउनु छ। तर विडम्बना, जब कान्छी गुहार माग्न र सहयोगको याचना गर्दै सागरको घर पुगिन्, त्यहाँ उसलाई सहानुभूति होइन, सासू र परिवारको नराम्रो गाली र अपमान मिल्छ। सासू र छिमेकीहरूले उसलाई आफ्नो लोग्ने फसेको बेला अर्कै केटासँग भागेकी चरित्रहीन र नाटकबाजको आरोप लगाउँदै घरबाट लखेट्छन्। कान्छीले हात जोडेर रोएर यो पेन ड्राइभ प्रहरी कहाँ पुर्याइदिनुहोस्, यसमा सागर निर्दोष भएको भिडियो प्रमाण छ भन्दा पनि कसैले उनको विश्वास गर्दैनन्। एउटी नारी जसले आफ्नो जीवन नै जोखिममा राखेर प्रमाण ल्याएकी थिइन्, उसलाई आफ्नो घरमा दानवको जस्तो व्यवहार गरिन्छ। यसैबीच सन्तोषले त्यो पेन ड्राइभ लगेर ल्यापटपमा जाँच्दा त्यहाँ केही पनि भेटिँदैन। वास्तवमा कान्छीलाई भगाउने क्रममा पेन ड्राइभ साटिएको वा अपराधीहरूले षड्यन्त्रपूर्वक नक्कली पेन ड्राइभ पारेको खुलासा हुन्छ। तर असली प्रमाण त अझै पनि अपराधीहरूकै पहुँच वा अभिमान सिंहको नियन्त्रणमै अड्किएको हुन्छ। सन्तोष र घरका मान्छेहरूले कान्छीलाई पुनः नाटक गरेको ठानेर अझ बढी घृणा गर्छन् र उसलाई पानी छ्यापेर उठाएर फेरि अपमान गर्छन्। सासूको अत्याचार र देवरको अविश्वासले कान्छीलाई भित्रैदेखि तोडिदिन्छ। यति धेरै यातना पाउँदा पनि कान्छीको आँखामा आँसु त छ, तर हार मान्ने कुनै सोच छैन। तर कान्छी हार मान्ने नारी होइनन्। जब उनले बुझ्छिन् कि सिधा बाटोले काम गर्दैन, तब उनले आफ्नो बुद्धि र साहसको प्रयोग गर्छिन्। उनले अभिमान सिंहको अगाडि आत्मसमर्पण गरे झैँ नाटक गर्छिन्। आफू कमजोर भएको, अब सबै कुरा त्यागेर उसैको साथमा बस्न तयार भएको र विगतका सबै गल्तीको क्षमा मागेको नाटक गर्दै अभिमानको विश्वास जित्ने प्रयास गर्छिन्। अभिमान सिंह कान्छीको यो नाटकीय परिवर्तनबाट मक्ख पर्छ र उसलाई साँचो ठान्छ। उसले सम्झिन्छ कि कान्छी अब पूर्ण रूपमा उसको कब्जामा आइसकेकी छे। तर उसलाई के थाहा, कान्छीले त केवल आफ्नो श्रीमानको जीवन बचाउनका लागि यो खतरा मोलेकी हुन्। यही मौकाको फाइदा उठाउँदै कान्छीले ज्यानको बाजी लगाएर असली भिडियो प्रमाण भएको पेन ड्राइभ आफ्नो हातमा पार्न सफल हुन्छन्। अर्कोतर्फ अदालतको दृश्य अति नै तनावपूर्ण बन्दै जान्छ। अदालतमा सागरको मुद्दा अन्तिम चरणमा पुगिसकेको हुन्छ। सरकारी वकिल र विपक्षीले सागरमाथि नै सम्पूर्ण दोष
थुपारेर उसलाई जन्मकैदको कडा सजाय दिनुपर्ने माग गरिरहेका हुन्छन्। सागर आफू निर्दोष भएको र सत्य चाँडै बाहिर आउने कुरा अदालत सामु रोइ राख्छ, तर पर्याप्त प्रमाणको अभावमा न्यायाधीशले सागरलाई दोषी ठहराउँदै सजायको अन्तिम फैसला सुनाउनै लागेको हुन्छन्। सागरको मनमा निराशा छाउँछ। उसले सोच्छ कि अब उसको जीवन सधैँका लागि अन्धकार भयो। ठिक त्यही अन्तिम मोडमा हस्याङ फस्याङ गर्दै घाइते कपडा च्यातिएको र थकित अवस्थामा कान्छी अदालतको ढोका खोलेर भित्र प्रवेश गर्छिन्। उनी जोडले चिच्याउँदै भन्छिन्, न्यायाधीश महोदय, सागर निर्दोष हुनुहुन्छ। असली अपराधीहरू त अर्कै हुन्। मसँग यो भिडियो प्रमाण छ। अदालतमा त्यो भिडियो प्रमाण प्रस्तुत गर्छिन्। इजलासमा भिडियो प्ले हुँदा सबैजना स्तब्ध हुन्छन्। भिडियो हेरेपछि सागरमाथि लगाइएका सम्पूर्ण आरोपहरू षड्यन्त्रमूलक र झुटा साबित हुन्छन्। न्यायाधीशले सागरलाई पूर्ण रूपमा सफाई दिँदै तत्काल रिहा गर्ने आदेश जारी गर्छन्। साथै अदालतलाई भ्रममा पार्ने, निर्दोषलाई फसाउने र मुख्य षड्यन्त्रकारी अभिमान सिंह लगायतका सम्पूर्ण अपराधीहरूलाई हिरासतमा लिई कडाभन्दा कडा कानुनी कारबाही चलाउने ऐतिहासिक फैसला सुनाउँछन्। अब सागर जेलमुक्त हुन्छन्। कान्छी र सागरको पुनर्मिलन हुन्छ। त्यो क्षण यति धेरै भावुक र आँसुले भरिएको थियो कि हेर्ने हरेक दर्शकको मन पग्लिन्छ। कान्छीको त्याग र समर्पणले अन्ततः असत्यको पर्दाफास गरी सत्यको जित गराएरै छाड्छ। आदरणीय दर्शकवृन्द, आजको 318औं भागले हामीलाई एउटा गहिरो पाठ सिकाएको छ। यो संसारमा जब मानिसमाथि विपत्ति पर्छ, तब आफ्नै भनिएका मानिसहरूले पनि कसरी साथ छाड्छन् र शङ्काको दृष्टिले हेर्छन् भन्ने कुरा सागरको सासू र घर परिवारको व्यवहारले स्पष्ट पारेको छ। तर अर्कोतर्फ साँचो माया र समर्पण के हो भन्ने कुरा कान्छीले साबित गरेकी छिन्। एउटी नारीलाई जब समाजले चरित्रहीन भनेर औँला उठाउँछ, तब उसको मनमा कति धेरै चोट पुग्छ होला। तर ती सम्पूर्ण अपमान, कुटपिट र मानसिक यातनालाई सहँदै कान्छी केवल आफ्नो श्रीमानको न्यायका लागि लडिरहिन्। कान्छीको यो सङ्घर्षले देखाउँछ कि सत्यलाई केही समयका लागि दबाउन त सकिएला, तर कहिल्यै हराउन सकिँदैन। अब कुरा गरौँ आज आउने आगामी भागमा कथाले कुन नयाँ मोड लिनेछ त। पहिलो कुरा, सागर जेलबाट रिहा भइसकेपछि अब उसले आफ्नो पारिवारिक र विशेष गरी आफ्नी आमा र भाइ सन्तोषसँग कसरी सामना गर्छ भन्ने दृश्य निकै रोचक हुनेछ। जब सागरलाई थाहा हुनेछ कि उनलाई छुटाउनका लागि कान्छीले कति ठुलो शास्ति भोगिन् र उनका आफ्नै आमा र भाइले कान्छीलाई कसरी अपमान गरेर घरबाट निकाले, तब सागर आफ्नो परिवारसँग निकै क्रूर र दुखी हुनेछन्। सासू र घरका मान्छेहरू पश्चातापको आगोमा जल्नेछन् र कान्छीसँग गोडामा परेर माफी माग्नेछन्। के सागरले आफ्नी आमा र भाइलाई सजिलै माफ गरिदेलान् त? दोस्रो ठुलो मोड फैसलापछि फरार हुने कोसिस गरिरहेका वा पक्राउ परेका मुख्य ती अपराधीहरू र त्यो पापी जसले कान्छीलाई थुनेको थियो। अभिमान सिंहले आफू जेल जाने पक्का भएपछि कान्छी र सागरमाथि अन्तिम बदला लिने कुनै खतरनाक षड्यन्त्र बुन्न सक्छन् कि वा प्रहरीले उसलाई हतकडी लगाएर जेलको चिसो कोठामा पोच्नेछन्। के अभिमान सिंहले जेलभित्रैबाट फेरि अर्को खेल रच्नेछन्? यो हेर्न साँच्चै नै कौतूहलतापूर्वक हुनेछ। तेस्रो कुरा, कान्छी र सागर अब त्यो अपमानजनक घरमा बस्छन् वा सागरले आफ्नी श्रीमतीलाई लिएर ती स्वार्थी नातेदारहरूबाट टाढा अर्को नयाँ दुनियाँ बसाउन जान्छन्। कान्छीले अदालत अघि भने चाहिँ अब उनीहरू आफ्नो छुट्टै संसार बनाउन टाढा जानेछन्। सम्भावना प्रबल देखिन्छ। आफ्नो आत्मसम्मान बेचेर त्यही घरमा बस्नुभन्दा सागर र कान्छीले अर्कै बाटो रोज्ने भन्ने सासू र घर परिवारको हकीकत के होला? अनि अर्को कुरा, अदालतसम्म कान्छी कसरी आइपुगिन् यो अझैसम्म खुल्न सकेको छैन। यसको लागि तपाईँले आज आउने भाग कान्छी 319 अवश्य हेर्नुपर्नेछ। तपाईँलाई कान्छीको आजको यो 318औं भाग कस्तो लाग्यो? के कान्छीले सागरका सासू र घर परिवारलाई माफी दिनुपर्छ कि उनीहरूलाई छोडेर सागरसँग टाढा जानुपर्छ? अनि के अभिमान सिंह जस्ता पापीले कानुनबाट कहिल्यै उम्किन नपाउने गरी कडा सजाय पाउनुपर्छ भन्ने तपाईँलाई लाग्छ? आफ्नो अमूल्य विचार तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला।
यदि तपाईँ पनि कान्छी सिरियलको नियमित फ्यान हुनुहुन्छ, कान्छी र सागरको यो साँचो मायाको समर्थन गर्नुहुन्छ र ती पापी अपराधीहरूले जेलको चिसो कोठामा शास्ति पाएको अनि कान्छीले पाएको दुःखको बदला पुरा भएको हेर्न आतुर हुनुहुन्छ भने अहिले नै हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउन नभुल्नुहोला, किनकि आगामी भागमा झन् ठुला ठुला रहस्यहरू खुल्दैछन् र त्यो सबैभन्दा पहिले हेर्नका लागि तपाईँ हामीसँग जोडिनै पर्छ। भिडियोलाई एक लाइक र सेयर गरेर कान्छीको यो सत्यको लडाइँलाई सबैमाझ पुर्याइदिनुहोला। अहिलेलाई बिदा माग्छौँ, फेरि हामी यस्तै भिडियोमा भेट्नेछौँ। तबसम्मको लागि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।